यस्तो खोकी खाएको रहेछ म त साह्रै भाग्यमानी पो छु त धेरै पढेको बुहारी बिहा गरेको छु छोरालाई भने छोरो पनि धेरै पढेको छ ठुला ठुला बिजनेस व्यापार गर्छ मेरो छोरो कसैको यो गाउँमा नभएको एकमात्र नमुना छ मेरो घर परिवार आखिरी यो बुढालाई धेरै माया गर्छ के गर्नु आफ्नो परिवार देखेर यति खुसी लाग्छ मलाई आज बिहान नुहाउन गएको थिएँ धेरै चिसो लागेको जस्तो छ आज जब तप पनि गरेको छैन के गर्नु आफ्नो मनको बात त यो गाउँलेहरूलाई सुनाउनै पर्दैन यति राम्रो बुहारी छ यो बुहारीलाई मैले कहिले पनि बुहारीको नजरले हेरिनँ सधैँ मैले छोरीको नजरले मात्र हेरेँ धेरै माया गर्छ अब यतै बसेर जब खै टिकटक बनाउँ भनेको लाइटिङ मिल्दैन घरि के मिल्दैन के भएको हौ यस्तो यहाँ लाइटिङ पनि मिल्दैन केही पनि हुँदैन नपुगेर हो अलिकति मेकअप त गर्नु अलिअलि मिलेको जस्तो त भयो एन्ड्रोइड फोन भएर चलाइन्छ त मसँग त आइफोन छ नि त ए भयो भयो ठिक छ जब पनि सकियो ए बुहारी हजुर आज कस्तो कति चिसो लागेको छ मलाई एक कप मिठो चिया भनौ न कति खानु हौ चिया अघि भर्खर दिएको होइन आज बिहान बिहानै भएको थिएँ मैले यो शरीरमा साह्रै चिसो लाग्यो भनेको मिल्छ भने तातो पानी भनौ न भित्र छ गएर खाए हुन्छ एकछिनमा बनाइदिन्छु यहाँ आफ्नो टिकटक पनि भएको छैन खालि गन मात्रै सुन न भाइ यता सुन न मैले तिमीलाई अघिदेखि भनेको छु मैले आज बिहान चिसो पानीमा नुहाएँ बनाइदिन्छु तातो पानी मागेको मात्रै हो बनाइदिन्छु भनेकै छु त आफ्नो यहाँ टिकटक पनि भएको छैन कति गन गर्नु पर्दो रहेछ बल्ल बल्ल जस्तो भइरहेछ थकै लागेको मलाई आज यति सुत्छु आज खालि आफ्नो यहाँ टिकटक पनि लुगा फेरेर बनाऊँ भनेको न लाइटिङ मलाई त टिकटक बनाऊँ भनेको मिल्दैन के भयो तिमीलाई ए यो तिम्रो घर आउने टाइम होइन के भयो तिमीलाई कस्तो के भयो तिमीले मलाई यहाँ माया गरेर बिहे गरेर सुख दिन्छु भनेर ल्याएको होइन त्यही हो पारा घरमा एक्लै छोरीमा बाबाआमाले माया गरेर राखेको तिमीलाई यहाँ मलाई काम गराउने हो होइन बिस्तारै बोल न छछिलो सुन्छ मलाई केही मात्रै मतलब छैन तिमीले मलाई यहाँ पक्की घर बनाइदियो भने म बस्छु नभए म बस्दिनँ होइन
अब हेर अब पनि मलाई दुःखले पालेनौ भने अब पनि मलाई पक्की घर बनाइदिएनौ भने म आउँदिनँ म बस्दिनँ ए नजाऊ न ए किन नजानु हो म हिँडेको आइन्दा आयो भनेदेखि मलाई लिन नआउनु म डिभोर्स दिन्छु गएकोमा ए नजाऊ ए ए अरे के हो यो दुविधा के गर्नु अब म उसको कुरा पनि ठिकै हो माइतमा एउटा सिर्को नभन्छ कि यहाँ यस्तो काम गर्नु परेपछि खै के भनौँ म घरमा बाटो पारा नै त्यस्तै छ खै तर अब बुहारीलाई छोरी जस्तो पाल्न खोजेपछि त्यो पनि हो अब भाइलाई बोलाएर सल्लाह गर्नुपर्छ ए तिलक ए तिलके कता गइस मुन्टी छिटो हजुर दाजु के बोल्नु भन्नु म आउँदैछु भन्नु के बोल्नु होइन के भयो के लाग्यो तैँले यो के लाग्यो लुगा लाभ छेके भइगयो नि यो के हो यो के हो ए ताई ताई सेलरोटी पकाउने ताई होइन के ताई ताई त्यही त सेलरोटी पकाउने ताई होइन मात्रले घाँटीमा धुन्याउने ताई क्या ए ताई भन्न ताई मोरा बोलिने यस्तो त के गर्नु अनि के हो यो ए तोलो कसले पोलो केले पोलो तोलो क्या तोलो के हो तोलो भने तोलो क्या तोलो त्यही त के हो तोलो भने धुन्दिनीले माथि लाउने लुगा ए मोरा चोलो भन्न चोलो के गर्ने त बोलीको दोष अनि यो के हो यो गोदी कहिले कसलाई गोलिसौ के सुन्नु मैले गोदी भने क्या गोदी गोदी त्यही त तँबाट गोदिने कस्तो होला त अरे पकेट क्या पकेट पकेट हेतो हेतो ए पकेट भन्न त मोरा रबर किन बोलाउनु भयो रबरलाई के भन्छन् भन्न लबर लबर के सुन्नु परेको के तेरो त्यो पनि लबर अरे श्याम भयो छोड्दै आइज किन बोलाएको मलाई भन्नु न भन्नु नदेख्याउनु के बोलिदिए त अथवा दित्क्याल हुन्छ एउटा सल्लाह गर्नु के त ल अलिक गोप्य सल्लाह भन्नु भन्नु के छ यो सल्लाह कसरी थाहा पाउने? ओके हेर तेरो भाउजू पनि माइत गइहाले होला थाहा थिएन तपाईँ के बितेमा अब त्यस्तै हाम्रो घर पनि हेर सानो छ माइतमा केही काम नगरेको यहाँ हाम्रो बुढो बाउले काम गर्न लाग्यो त्यही भएर नि बुझ्न लाटा के गर्नु पर्यो भन्नु हेर मसँग एउटा उपाय छ कतो कतो बाउलाई हुँदैन बाउले मान्ला ए सुन्न रे सुन मार्दिन बाउलाई बाउलाई नमान्नु ए के हुँदैन मलाई बाउ मालेन बिहे गर्छस् ए साँच्चै हो कसलाई गर्दै बिहे मेरो साली थियो नि त्यो फेरि चालीलाई पछि घरवाली भन्न पाइँदैन नि बुहारी भन्छौ चिन्ता नगर न रे साँच्चै साँच्चै बिहे हुन्छ भने म जे पनि गर्न तयार छु भन्नु के गर्नु पर्यो छिटो 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 भन्नु भन्नु बाउलाई मार्दिन माल्ने मार्दिन माल्ने माल्ने भन्ने भन्दै बिहे त हुन्छ नि पक्का मेरो चिन्ता बोल तुले म खुट्टा छैन कतो भूत 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 ए बुढा यता आइज यता जिउले मान्छेलाई भूत भन्छस् ए भूत के छ होइन दाजु यसले भयो तपाईँ टाउकोमा ठिक्नु म खुट्टोमा ठिक्छु ल अहिले उता गर्ला ठिक्नु उता टाउकोतिर मलाई के गर्यो
हजुर हेर आज मैले कस्तो नराम्रो सपना देखेँ कथाबाट हिमालय आएर यो मेरो घाँटी भिजेर जस्तो लाग्छ कहिले पाहाडमाथि चढेर पश्चिमतिर गएको जस्तो सपना दाजु तपाईँलाई थाहा पाएन है सुन्दा धेरै बाँच्न सक्छ तिमीलाई मैले ठुल्काइ बढाएँ ठुलो मान्छे बनाएँ आखिर हेर्छ कोते कोते बढ्छ यसकै भिड लाग्छ मलाई सधैँभरि कति बाटो छस् यसलाई कहिले तिम्रो बुझ्न